यस्तो देखिनुपर्छ कि आजको भिडियो बब्बाल हुनुपर्छ। यसमा चाहिँ 80,000 चाहिँ 80,000 भ्युज चाहिँ आउनै पर्छ है। सो फाइनल्ली यस्तो बनाएर आउँदैछु है म, यस्तो रियाक्सन लिएर आउँदैछु कि यस्तो हुँदैछ कि आजको भिडियो। सो गाइस तपाईँहरूले चाहिँ हेर्नै पर्ने हुन्छ, किनकि आज नयाँ भिडियो एउटा नयाँ कन्टेन्ट बनाएर यसरी आइरहेको छु। सो फाइनल्ली है यसरी नै तपाईँले साथ सपोर्ट गर्ने गरिदिनु होला। हाम्रो च्यानल नयाँ हुनुहुन्छ भनेपछि नयाँ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। सो साइडमा गएर बेल घन्टी नरियलका बुट्टा पनि हेर्न सक्नुहुन्छ ल, धेरै छ रमाइलो घरको। म चाहिँ यसो रुममा बसिरहेको छु। आज मेरो रेस्ट थियो होइन, आज मेरो कम्पनीबाट रेस्ट यसो रेस्ट मिलेको थियो। त्यसैले चाहिँ म आज रेस्टमा छु अनि रुममा एक्लै पनि छु, खाना बनाएर आफै खाँदैछु। सो फाइनली होइन, अब यति भन्दै अब हामी सब्जी बनाउने केही सुरु गर्नेछौँ। ल्याउन प्याज हाल्ने, दाल हाल्ने, लसुन हाल्ने। हामीसँग चाहिँ अब रुममा यति नै छ कि अब रुममा भएको सामानहरू केही छैन। अब सामान लिएर आउने भनेको अब हिजो बेलुका राति 1 बजीतिर आयो ड्युटीबाट। अब आज छुट्टी थियो। अब त्यहाँ अब अरूको जस्तो चाहिँ त्यो कम्पनीमा त्यसरी त्यो सुनाउँदैन कि त्यो एउटा त्यो लिस्ट हुन्छ। अब त्यो हाम्रो ग्रुप छ, ग्रुपमा त्यो अब आउँछ कति 1-2 बजीतिर आउँछ ल, यसको छुट्टी भनेर त्यसरी आउँछ। अब थाहै थिएन मलाई त अब आज मेरो छुट्टी थियो भनेर। सो आजको छुट्टी पनि त्यसरी बितिरहेको जस्तो लाग्यो है। एकदम लास्टै गम्भीर अवस्थामा छ। एक त रुखा लागेर सर्दी लागेर लास्टै भइरहेको छ। अनि उहीमाथि आज छुट्टी, खानापिना दिक्कत, पानी पनि छैन।
कि आजको भिडियो बबाल हुनुपर्छ। यसमा चाहिँ 80,000 चाहिँ 80,000 भ्यू चाहिँ आउनु पर्छ है। सो फाइनली यस्तो बनाएर आउँदैछु म, यस्तो रियाक्सन लिएर आउँदैछु कि यस्तो हुँदैछ कि आजको भिडियो। सो गाइस तपाईहरुले चाहिँ हेर्नै पर्ने हुन्छ किनकि आज नयाँ भिडियो र नयाँ कन्टेन्ट बनाएर यसरी आएको छु। सो फाइनली है यसरी नै तपाईले साथ सपोर्ट गरिदिनु होला। हाम्रो च्यानल नयाँ हुनुहुन्छ भनेपछि नयाँले सब्स्क्राइब गरेर चाहिँ नभुल्नु होला। सो सब्स्क्राइब गरेर बेल घन्टी अहिले भर्खर थिच्नुस्। सो अब जान्छौँ यता। हामीसँग चाहिँ ओनियन र लसुन मात्रै छ। ओनियन र लसुनमा कस्तो खालको यस्तो टेस्टी सब्जी बनाउँदैछ आज है त। मसुराको दाल, आज मसुराको दाल है। आज चाहिँ यति मिठो आज मसुराको दाल बनाउँछु। आज मसुराको दाल बनाउँदैछु। सो यति टेस्टी हुनेछ नि। यति मात्रै छ मसँग र मसुराको दाल यति छ, यति सामान छ मसँग। यति सामान कति मिठो हुन्छ त सब्जी है त। हेर्नुस् है त अन्तिमसम्म। सो गाइज अहिले चाहिँ अब मैले सबै रेडी गरिसकेको छु होइन। सबै रेडी भइसकेको छ। दिने कोही छैन, सब खाने हो। टेस्टी छ नि त। लसुन खाए कस्तो हुन्छ होला। मिर्ची पनि अलिकति थियो, हरियो खोर्सानी थोरै थियो मसँग। यति छ। यतिबाट कति मिठो टेस्टी मसुराको दाल बन्दैछ। दाल मसुराको दाल कस्तो छ त। अलिकति छ मसुरा पनि। अब के गर्ने, अर्काको देशमा भएपछि अब आफ्नो कम्पनीबाट त्यति पैसा मिल्दैन अनि अब अरू कुरामा आफू ढल्का मेन्टेन गर्नुपर्छ होइन। आफ्नो खर्चहरू चाहिँ त्यस्तो पनि छैन कि मसँग पैसा नभएर। सो फाइनली मसँग पैसा भएको भइदिएर सबै सामान लिएर आउँथ्यो होला। तर मसँग पैसै छैन त कसरी बनाउने खाना मिठो। अब एकजनाको लागि अब बहुत मिठो टेस्टी हुने होला आजको खाना।
जितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई ऊ जितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई हिजो निम्ति दिँदा बस्न दिलमा हिजो निम्ता दि बस्न दिलमा आज काँड तारले बारेर गई ऊ जितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई ऊ जितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई हिजो निम्ता दि बस्न दिलमा हिजो निम्ता दि बस्न दिलमा अलिकति आउँदैन कि आज काँड तारले बारेर गई ऊ जितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई मेरो आज यता हुँदैछ होइन अब आज हिट मिठो मिठो आज मिठो मिठो एकदम टेस्टी खानाहरू आज खाँदैछु मैले मान्छेको समय परिवर्तन कसले गर्छ र समय परिवर्तन त्यो लेखेको हुँदैन त्यो आफ्नो आँखाले देखेको हुँदैन
गाइज आजको यति रमाइलो मिठो एकदम खाना तपाईँलाई कस्तो लाग्यो र आज मैले यति टेस्टी भएको थियो नि खाना बहुत मिठो भएको थियो जे होस् एक्लो भए पनि हातमा सिप चाहिँ हुनुपर्छ है होइन त सबैजनासँग हातमा सिप चाहिँ हुनुपर्छ खाना अब आफूसँग सामान होस् नहोस् र आफ्नो लागि जे भए पनि जस्तो भए पनि एउटा मिठो मसिनो जे भए पनि आफ्नो लागि बनाएर आफै खान सक्नुपर्ने एउटा आँट चाहिँ राख्नुपर्छ हामी एउटा केटा मान्छेहरूले सो गाइज अब अर्को भिडियोमा यस्तै नयाँ भिडियो लिएर आउनेछु सो होइन यस्तै रमाइलो खालको भिडियोहरू होइन तर यो चाहिँ भिडियो हल्का स्याटै खालको भयो होइन हल्का स्याट खालको जस्तो भएर लाग्छ मलाई होइन तर मैले चाहिँ अनुभव गरेको थिएँ तर यो चाहिँ एउटा यस्तो सोचिरहेको थिएँ आज यो भिडियो बनाएर चाहिँ कस्तो रियाक्सन आउँछ है त सो फाइनली मेरो दिन त एकदम रमाइलो तरिकाले गइरहेको छ अनि हजुरको दिन कसरी गइरहेको छ सो एक दुई शब्द लेखेर जानु न कमेन्ट बक्समा सो गाइज बाई